अबको प्रधानमन्त्रीज्यूलाई फेरि पनि हाम्रो अनुरोध छ, तपाईँ हाम्रो लिडर हो, यो संसदको लिडर हो, सरकारको लिडर हो, होइन? पुरै नेपाली 3 करोड नेपालीको अभिभावक हो। तपाईँ आफ्नो जिम्मेवारीबाट भाग्न पाउनुहुन्न। हामी सबै मिलेर काम गरौँ भन्ने कुरामा मेरो जोड छ। काम गर्दा सानो भइदैन। 3 करोड नेपालीको 6 करोड हात चलाउनुपर्छ एकैसाथ। कलमले मात्रै बन्दैन देश, औजार समाउनुपर्छ। अब नीतिले मात्रै बन्दैन देश, श्रम र श्रमदान गर्नुपर्छ। अब सत्ता पक्ष प्रधानमन्त्रीज्यू, होइन, उप प्रधानमन्त्रीज्यू, उहाँहरू हाम्रो अभिभावक हुनुहुन्छ। उहाँहरूले हामीले कहिल्यै बोलाउनु भएन। नीति बनाऊ आउनुहोस् न, के छ, बजेट बनाऊ आउनुहोस् न भन्नु भएन। हामीले एपोइन्टमेन्ट लिएर भेट्नुपर्ने बाध्यताहरू धेरै छन्। उहाँहरूले पनि बोलाउँदा हुन्छ त, धेरैले बोलाउनु पर्दैन, दलका नेताहरूलाई बोलाउँदा हुन्छ। यदि त्यसो भने अवरोध हुँदैन क्या। हामी एउटै सिस्टमका हिस्सा हौँ। मैले अस्ति पनि भनेको थिएँ, तपाईँहरू एक्सेलरेटर हो भने हामी भनेको ब्रेक मेकानिजम हो। ब्रेक बिनाको गाडी फेल हुन्छ, दुर्घटित हुन्छ। हामीले किन संवाद नगरेको? संवाद नभएरै यस्तो भइराखेको छ। हामीले संवादै गर्दैनौँ, भेट्दैनौँ। एकले अर्कालाई विरोध गर्नुपर्छ भन्ने मनसाय हुन्छ हाम्रो। तपाईँ म बिना अधुरो, म तपाईँ बिना अधुरो। हामी नेपाली, त्यो एउटा गीत पनि छ, होइन? 3 करोड नेपालीको एकमुष्टता नै नेपाली समाज हो। लोभले चोर्नेलाई कारागार, भोकले चोर्नेलाई रोजगार। यो नीति हामीले अपनाउनुपर्छ। जबसम्म हामीले चाहिँ आर्थिक उन्नति गर्दैनौँ, जबसम्म हामीले सबैलाई रोजगारी दिने, सबैलाई यही देशमा चाहिँ गरी खाने वातावरण बनाउँदैनौँ, तबसम्म अपराधहरू भइरहन्छ, बाध्यताले अपराध भइरहन्छ। अहिले दिनभरि यहाँ हामी भाषण गर्छौँ, अनेक परी भन्छौँ, एकछिन भोक लाग्छ, भोक लागिसकेपछि किसानले उत्पादन गरेको भात खानुपर्छ। अनि त्यो किसानको लागि चाहिँ हामीले कति पैसा छुटाउँदैछौँ त? प्रश्न गर्न चाहन्छु।